एउटा दाइले मार्ट देख्नु भएको छ अरे है, नेपाली दाइ। अनि दाइको पछि पछि हामी जाँदैछौँ इन्डियन मार्टमा। सोलभाग्यको इन्डियन मार्टमा जानु लाग्यो है। हामी चाहिँ यहाँ दाइहरूसँग छौँ। यहाँ मार्टमा गएर भेट्छु तपाईँहरूलाई म। मैले ट्रली बस देखेँ है, त्यही भएर भिडियो अन गरेको। यो चाहिँ नेपालमा पनि थियो पहिला, अहिले चाहिँ छैन। तर संसारको हरेक डेभलप देशमा चाहिँ ट्रली बस चाहिँ हुँदो रहेछ है। के भएछ? पारी आइसकेको छ। हामी फेरि फर्किनु पर्ने अवस्था भयो। यहाँ हो, यहाँ कुनामा रहेछ है मार्ट चाहिँ। मार्ट भेटियो फाइनली, मार्ट चाहिँ भेटियो है। हामी यही मार्ट खोज्दै आएको, इन्डियन मार्ट। कति भयो दाइ यो यसको टोटल? हिसाब हुँदैछ त्यहाँ है। बाई बाई। बिलमा एउटा चामल मात्र चढेछ है। दाइहरू चाहिँ फिर्ता गर्न जानु भएको छ। चामल दिएछ, 2टा चामलको हिसाबमा एउटा चामलको पैसा मात्र चढेछ। दाइहरू चाहिँ फिर्ता गर्न जानुभयो। दाइहरू फिर्ता गरेर आउनुहुन्छ। हामी चाहिँ अगाडि गएर दाइहरूलाई कुर्छौँ होइन। युरोप जस्तो ठाउँमा अरूको किन खाइदिनु होइन, महँगो छ। दाइहरू चाहिँ चामलको बिल जोडेर आउनुभयो। 2टाको एउटा पैसा हालेको रहेछ। 2टा चामललाई एउटा चामलको पैसाले हिसाब गरेको रहेछ। अहिले चाहिँ मिलाएर आयौँ। दाइहरू चाहिँ अझ चामल ल्याएर आउनुभएको छ। एकदम क्यामेरा चाहिँ एकदम के भयो, पुस्नु पर्ने बेला भएको छ। क्यामेरा पुसेर भेट्छु अहिले तपाईँलाई म है। हामी चाहिँ एकैचोटि होस्टेल गएर बोल्छौँ। अब बाटोमा चाहिँ हजुरहरू हेर्नु होला कस्तो छ ठाउँ भनेर। म चाहिँ होस्टेल गएपछि भेट्छु हजुरहरूलाई। हाम्रो होस्टेल हो है। यता चाहिँ लगेज रुम, बाइक, लन्ड्री, किचन चाहिँ यता छ। अनि स्मोकिङ रुम, कि बारहरू चाहिँ यहाँबाट यसरी तल छ। यहाँबाट तल लन्ड्री र ब्यागेज रुम चाहिँ यतापट्टि छ है। हाम्रो भर्खर पुसेको रहेछ। यता छ है, यता हाम्रो लन्ड्री रुम यो भयो, लगेज त्यो भयो। किचन यस्तोपट्टि छ किचन हाम्रो। राम्रो छ ठाउँ चाहिँ, बस्नलाई एकदम राम्रो छ है। हल्का एक्सपेन्सिभ चाहिँ छ, त्यही हो। गार्डनपट्टि जाँदैछौँ है। यताबाट चाहिँ हाम्रो गार्डन निस्किन्छ। यो चाहिँ हाम्रो गार्डन भयो। यो ठाउँ चाहिँ हाम्रो गार्डन मर्निङ भ्यूको लागि चाहिँ एकदम राम्रो छ। यहाँबाट नै आउनु मिल्छ, आउनु त। तर म चाहिँ यताबाट आइदिएँ। यहाँ चाहिँ मर्निङमा कफी खाएर टक्क बस्नलाई ठिक छ। 3 डिग्री छ, एकदम जाडो छ। बिहान चाहिँ चिया खान, कफी खान यहाँ बसेर यस्तो मजा आउँछ। ल कफी खानु लाग्यो है दाइ र म। मौसम चाहिँ 3 छ बाहिरको है, एकदम जाडो छ। यस्तो मजाको इन्भाइरोमेन्ट भएको छ, कफी खान मन लागेर। र यता चाहिँ दाइ चाहिँ फ्यामिलीसँग बोलिराख्नु भएको छ। दाइलाई नि कफी बनाइदिएको मैले। दाइ कस्तो छ, कस्तो लागिरहेछ? निश्चल दाइ कस्तो लागिरहेछ? राम्रो छ नि, कस्तो लागिरहेछ इन्भाइरोमेन्ट? ओके। दाइहरूलाई चाहिँ क्याम्पमा लानु भयो है, ट्याक्सी पठाइदियो 2जना। अब हामीलाई चाहिँ भोलि पर्सिमा लान्छ अरे। दाइ त जाने भयो, 2जना दाइ चाहिँ जाने भयो। अब हामी 2जना बाँचियो। हामी दाइ र म बाँचियो। बोल है। ल ल ल ल ल दाइ भाइ। ल दाइहरू गयो है। हामी चाहिँ होस्टेल जाँदैछौँ। दाइहरू चाहिँ निबी मल जानुभयो।
दाइलाई चाहिँ लिन आउँछ अरे। अनि हामी दुईजना थियौँ, दुईजनामा चाहिँ म चाहिँ 18 देखि 40 को बिचमा भएर वाइल्ड एलिफेन्ट भन्ने होस्टेलमा आएँ। अनि मसँग भएको दाइ चाहिँ 40 क्रस हुनुहुन्थ्यो। अनि उहाँलाई चाहिँ अर्को होस्टेलमा पठाइदियो, किनभने यो वाइल्ड एलिफेन्ट भन्ने होस्टेलमा चाहिँ 40 वर्षभन्दा माथिको लिन्न रहेछ है। यहाँ दाइले फोन गर्नुभएको छ, एकछिनमा भेट्छु। अब चाहिँ हामी खाना खान जानु लाग्यो। हिजोको हाम्रो नेपाली दाइ चाहिँ हुनुहुन्छ मसँगै। अनि गुणराज दाइलाई अर्को होस्टेलमा पठाएँ 40 क्रस भएर। म चाहिँ त्यही होस्टेलमा फेरि बुकिङ क्यान्सल गराएर नयाँ बुक गर्न लगाएर बसेँ। दाइ पनि नजिकै हुनुहुन्छ। हामी चाहिँ अब खाना खान जानु लाग्यो है। हामी स्त्री प्यासेज लिएर आएको होइन हुन्छ, हामी धेरै घुमेर आयो, ठिक छ, के छैन। हामी त जाँदैछौँ है। जुत्ताले पुरा खुट्टामा फोका उठिसक्यो है। यस्तो गाह्रो हुन हामी चाहिँ बाटो काट्दैछौँ। यो ट्र्याम्प आइरहेको छ यहाँ है। चारैतिर ट्र्याम्पै ट्र्याम्प छ। ट्र्याम्प भन्ने कि अब ट्रली, यसलाई ट्रली बस नै भन्छ होइन दाइ? यो ट्रली उता ट्राम। त्यो ट्रली बस, यो ट्र्याम्प, दुइटै एउटै इनर्जीबाट चल्ने है, विद्युतबाटै त हो नि। हाम्रो नेपालमा नि थियो त, अब के गर्ने। हामी चाहिँ अब हिजो हामी चाहिँ इन्डियन होटेलमा 5 जना गएर खाथ्यौँ। आज चाहिँ दाइ र म मात्र छौँ, दुईजना जाँदैछौँ खाना खान है। के गर्ने, खाना त खानै पऱ्यो, जति महँगो भयो नि। त्यही इन्डियन रेस्टुरेन्टमा अलिकति भाइब्स पनि मिल्छ हाम्रो, त्यही भएर त्यहीँ जाँदैछौँ। कस्तो दामी मैले देखिहालेँ है। नेपालको भाइब्स दिइराखेँ पुरा बसको लाइटिङले कि। ल हामी अब चिसोले हो क्या दाइ, औडा चिसो छ है यहाँ चाहिँ। यहाँ सौभाग्य आउँदै हुनुहुन्छ भने चाहिँ लास्टै प्रिपेयर भएर आउनु होला। जाडो चाहिँ टु कोल्ड है, टु कोल्ड एकदम। हजुर 1 लाख रुपियाँ बोकेर 1 लाख त बोक्नै पर्छ हो दाइ। 600 युरो। हाम्रो यहाँ कति खर्च भइसक्यो दाइ है? हामी त ल्याभिस लाइफ होइन दाइ। मैले 400 ल्याएको 200 सिधिसक्यो। हो नि, दाइको 200 सकिसक्यो। 200 बढी होला। 200 बढी सकिसक्यो दाइको एकजनाको। हाम्रो नि हिसाब गर्नु हो क्या। ठिक छ, आइसक्यो इन्डियन होटेल, त्यहीँ गएर भेट्छु अब तपाईँहरूलाई म। खाना खाएर आइयो गाइज। 10 युरो भएछ खानाको है, दुईजनाको। दाइ र म खाना खाएर आइसक्यो। अब होटेल जाँदैछौँ हामी। दाइ फोनमा हुनुहुन्छ। जाडो छ, रातिमा अझै जाडो बढ्यो। टोपी लाउनु पर्ने छ, बिहानदेखि लगाइरहेको छु, त्यही पनि टोपीले पनि नधाने जस्तो छ। अर्को टोपी पनि लाउनु पर्ने अवस्था छ, पछाडि छ। अर्को टोपी लाउँछु है म। र म चाहिँ छुट्टिसकेँ र उता अर्को होस्टेलमा हो दाइ। म चाहिँ यहाँ अर्को होस्टेलमा हो। म चाहिँ यो होस्टेलमा अब के कसो हुन्छ, रात पनि परिसक्यो यहाँ। अब सुत्छु होला म। सुतिनँ भने चाहिँ रुममा गएर एकछिन भ्लग बनाएर हजुरसँग भेट्छु। सुत्यो भने चाहिँ म भोलि बिहान भेट्छु हजुरहरूलाई। बिचमा के कसो हुन्छ अन गऱ्यो भने भेट्दै गर्छु हजुरहरूलाई।